भोइस जित्दा आएन बाधा द भोइस जित्दा आएन बाधा धेरै धेरै धन्यवाद खेम दादा गयो जो भन कि म तिम्रै हो भन कि मायाले भो भन कि म तिम्रै हो भन कि मायाले भो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै गयो जो भन ए म त सबको भलो नै चिताउँछु म त सबको भलो नै चिताउँछु भने कैते प्रोसेसलाई चिताउँछु कि म तिम्रै हो भन कि मायाले हो भन कि म तिम्रै हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै गयो जो भन ए उस्तै उस्तै दुई भाइको हेरौँ जिउ हो उस्तै उस्तै दुई भाइको हेरौँ जिउ मेरो दादा मनदेखि आई लभ यु गयो कि म तिम्रै हो भन कि मायाले भो भन कि म तिम्रै हो भन कि मायाले भो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै गयो जो भन ए तिम्रा बाबा आमा नि मखै छन् तिम्रा बाबा आमा नि मक्कै छन् तिमीले जित्यौ दुनियाँ छक्कै छन् तिम्रै हो भन कि मायाले हो भन कि म तिम्रै हो भन कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै गयो जो भन द भोइस जित्ने इच्छा थियो वर्षक द भोइस जित्ने इच्छा थियो वर्षक धेरै धेरै धन्यवाद दर्शक गयो जो भन कि म तिम्रै हो भन कि मायाले भो भन कि म तिम्रै हो भन कि मायाले भो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै गयो जो भन तिम्रो पाइला संसारमा टेकाउनु अब भइसितो बाबु देवार भनेको है ए तिम्रो पाइला संसारमै टेकाउनु अब राम्रो काम गरी देखाउनु गयो जो भन कि म तिम्रै हो भन कि मायाले भो भन कि म तिम्रै हो भन कि मायाले भो भन सुर्ती मार्दै मार्दै गयो जो भन सुर्ती मार्दै मार्दै थ्याङ्क यू धेरै धेरै धन्यवाद तपाईँहरूलाई यो मेहनतले आज साँच्चै नै एक प्रतिभा साँच्चैकै प्रतिभाले जितेको छ भोइस अफ नेपाल सधैँ नै बाहिर जे हल्ला भए पनि जो ट्यालेन्ट छ त्यसले जित्ने गरेको छ भोइस 6सम्म आइरहँदाखेरि प्रशंसलाई धेरै धेरै फेरि पनि बधाई दिन चाहन्छु भोलिको दिनमा आज त यो बाटो खुलेको छ प्रशंसलाई भोलिको दिनमा साङ्गीतिक क्षेत्रमा एकदमै व्यस्त भएको साँच्चै नै खेम सेन्चुरी जत्तिकै हिट भएको लोकप्रिय भएको देख्न पाइयोस् अन्तिम शब्द केही छ प्रोसेस अन्तिम शब्द सबैजनालाई फेरि पनि शिर निहुर्याएर नमन गर्न चाहन्छु र एकदम हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु हजुरहरूको साथ सपोर्ट बिना म यहाँसम्म पुग्न पनि सक्दैन थिएँ र दर्शकहरू बिना हामी कलाकार केही पनि होइनौँ होइन दर्शकहरूले बनाइसकेको हो हामीलाई र अब हामी दुई दाजुभाइको पनि सहकार्य हुनेछ र हामी मिठा मिठा साङ्गीतिक कोसेलीहरू पस्किनेछौँ भन्न चाहन्छु सबैलाई ठ्याक्कै पुर्सी कुरालाई जोडिहाले द भोइस अफ नेपाल जितिसकेपछि अझ कुनै पनि रियालिटी सोहरू जितिसकेपछि
यस्ता ट्यालेन्टहरू किन हराउँछन् कता हराउँछन् भन्ने कुरा चाहिँ अब जहाँसम्म प्रायः दर्शक दीर्घावली अथवा कुनै पनि पत्रकार साथीहरूले सोध्ने छैनन् किन भन्दाखेरि यस्तो राम्रो कलाकारहरूलाई यस्तो राम्रो प्रतिभाहरूलाई म आफू पनि प्रोत्साहन गर्छु र मैले आफूले पनि धेरै राम्रो सिर्जनाहरू गर्दै गर्दा यस्ता राम्रो ट्यालेन्टहरूलाई चाहिँ मैले गाउन दिनेछु र अब हराउने छैनन्